आउनुहोस् आज खोटाङको अस्पतालबारे चर्चा गरौँ। खोटाङमा सामान्यतया हाम्रो बिरामीहरूको उपचार भए तापनि जोखिमपूर्ण अपरेसन जस्ता कार्यक्रम किन भइरहेका छैनन् त? खोटाङको अस्पतालमा अपरेसनको कमीले गर्दा त्यहाँका नागरिकलाई निकै कठिनाइ। खोटाङ नेपालको पूर्वी पहाडी जिल्ला स्वास्थ्य सेवाको पहुँच गुणस्तरको हिसाबले अझै पछाडि छ। त्यहाँका अस्पतालहरूमा सामान्य औषधि र प्राथमिक उपचार त उपलब्ध छन्, तर अपरेसन जस्ता जटिल उपचारको सुविधा छैन। एक नम्बरमा अपरेसनको कमीले सिर्जना गर्ने समस्या के हुन् त? आउनुहोस् चर्चा गरौँ। गम्भीर बिरामीको उपचारमा असमर्थता, पेट, हृदय, मृगौला, हड्डी, प्रसुति जस्ता गम्भीर रोगका अपरेसन अनिवार्य हुन्छ। तर खोटाङको अस्पतालमा अपरेसन सुविधा नहुँदा बिरामीलाई छिटो ठुला सहरका अस्पतालमा जस्तै काठमाडौँ, विराटनगर पठाउनु पर्छ। त्यहाँका मानिसले निकै चुनौती खेपिराख्नु परेको छ। 2 नम्बरमा उद्धार र यात्रा जोखिम। दुर्गम भूगोल र खराब सडकका कारण बिरामीलाई गाडीमा लैजाँदा स्वास्थ्य अवस्था बिग्रिने खतरा हुन्छ। आपतकालीन स्वास्थ्यमा हेलिकप्टर आवश्यक पर्छ, तर धेरै नागरिक आर्थिक अभावले यस सुविधा लिन सक्दैनन्। 3 नम्बरमा मृत्यु र आर्थिक सङ्कट। समयमै अपरेसन नहुँदा बिरामीको मृत्युको जोखिम बढ्छ। अस्पतालमा बाहिर उपचारका लागि यात्रा, बसोबास र हेलिकप्टर खर्चले परिवारमा आर्थिक दबाव सिर्जना गर्छ। समस्या यस्तो छ, अपरेसनको अभावले जीवन सङ्कट सिर्जना गर्छ। दुर्गम भूगोल, खराब सडकको गाडीमा उद्धार कठिन बनाउँछ। हेलिकप्टर सेवा महँगो र सबैका लागि पहुँच बाहिर छ। आर्थिक अभावले उपचार ढिलाइ वा नगर्ने अवस्थासम्म ल्याउँछ। के बिरामीको उपचार अब गाउँमा नहुने हो त?